गाइस म चाहिँ जाँदैछु होइन माथि AW1 भन्ने जग्गामा। अनि त्यो जग्गा रह्यो त्यहाँ माथि जुन चाहिँ तपाईँले देख्नु सक्नुहुन्छ। अनि त्यहाँ माथि गइकन देखाउने छ कस्तो छ त्यो जग्गा भनेर है त। म लाग्यो है टक्क म चाहिँ होइन हल्का छेउमै आइसकेको थिएँ। यहाँ कन्स्ट्रक्सन हुँदैछ। I don't think about this one, but I'll make you to understand what is this. I think this one was a bunker where Indian Army used to do training. I think so, होइन यो चाहिँ यस्तो ट्रेनिङ गर्नेहरू जग्गा थिएछ। अब त्यति बेला 2012मा चाहिँ यो चाहिँ बनिएको थिएछ। अहिले चाहिँ किन बन्द भयो त्यो चाहिँ मलाई थाहा भएन। अनि यो चाहिँ माथिबाट हेर्दा चाहिँ यस्तो देख्छ है, यस्तो छ टक्क यहाँनिर बङ्कर टाइपको भित्र छ। भाइले मान्छे छ भनेर अत्याएर जसो तसो गर्दै यहाँ AW1 को पासमा पुगिसकेको छौ छेउमा। अब के हुन्छ माथि तपाईँहरू हेरिदिनुहोस् होला के हुन्छ त। अनि AW1 भन्ने जग्गामा आइसकेको छौँ हामी। अब माथि चढ्दैछौँ होइन। त्यहाँबाट चाहिँ भ्यूहरू राम्रो देख्छ नि त, त्यसको लागि अब टक्क माथि चढ्दैछ। गएँ है, जाँदैछु टक्क। यहाँनिर चाहिँ यस्तो छ होइन, सिँढीबाट जानुपर्ने टक्क यहाँ चाहिँ होइन। म चाहिँ अब यस्तोको चढान गर्दै जानुपर्छ नि त टक्क। अब यो भिडियो होइन हामी चाहिँ यहाँ माथि आइसकेको छ। अब जो चाहिँ कमजोर दिलवाला छ तिनीहरू चाहिँ सक्दैन यो जग्गामा। यो चाहिँ हाम्रो साहिल भाइ हो। यस्तो डरै लाग्दो भिड छ होइन। यो भाइ जसो तसो गरेर पनि चढेको छ। अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ नि त यो बजारहरू होइन।